आएको छ गाइस खाना भइहाल्छ यता चाहिँ रुम सारेको पार्टी हो भनेर के भन्ने हो यता सस्तो रोडीहरू अझ सेल बनाउने मन छ हुन् अब यति राम्रो मान्छेलाई देखेपछि सबै फिदा भइहाल्छ होइन यता झ्यालबाट चाहिँ यस्तो राम्रो सिन देखिन्छ नि फेरि यता हेर्नु न क्या दामी हो कि फेरि यता रोडी पाकिरहेको छ होइन यहाँ चाहिँ फेरि सिन छ कि उता मान्छेहरू डेटिङ बसिरहेको छ अरूलाई डिस्टर्ब गर्नु भएन होइन यस्तो राम्रो कि फेरि सेल रोटी हाल्नु अरे निका माइती टमरीवाला ल मुझे ओके दिनको रोटो सेल रोटी हाई हाई तँ मन पराउने छ भने गरे यहाँ सिङ्गल हो भडाले अलि अल्पतम पढला हुन्छ सिङ्गल भडा के छ यताको मान्छेहरूको हाल खबर तपाईँ सिङ्गल हो कि मिङ्गल होइन साग ढेकाबाट बने आमा यिनीहरू आमा हुनु सबैले मेरो मतलब आमा सिङ्गल हो कि भन्दा चाहिँ के भन्दा यो आमा सिङ्गल हुन् कि मिङ्गल हुन् भनेको हाम्रो आमा चाहिँ सिङ्गल हुन् है कसैले मन आमा चाहिँ सिङ्गल हुन् कसैले मन पराउनुहुन्छ भने भन्नु होला है गाइड उहाँ चाहिँ फेरि 16 वर्ष गरे आएन यहाँ चाहिँ मासु र भात पाकिरहेको छ उता चाहिँ सेलरोटी पाकिरहेको छ हेरेर चाहिँ मासु भात गरेर के हिँड्नेको अन्ना रे ल यो चाहिँ सिङ्गल हो फेरि है यसको लागि कोही केटीहरू हुनुहुन्छ भनेपछि होइन सम्पर्क गर्नु होला गर्लफ्रेन्ड देख्यो मार्ले भाइहरू उता चाहिँ दुईजना चाहिँ माया प्रेममा बसिरहन् उता चाहिँ हाम्रो मेरा मम्मी हुनु उहाँ चाहिँ म चाहिँ उहाँको छोरा हो फेरि मेरो मम्मी है कसैले मन नपराइदिनु होला हाम्रो फेरि रुम पनि खत्रै छ भने उता सिन यस्तो दामी देखिन्छ कि अरे यार यस्तो रुम पाएपछि त काठमाडौँमा नबस्ने भन्ने कोही हुन्छ र भने हाई हाई फेरि यहाँ क्याफे छ कि खोइ केटाकेटीहरू त छैन त अहिले त पुरै क्याफे त खाली रहेछ त ओ केटाहरू यता हेर्नुहोस् कस्तो राम्रो छ प्लान्टले हाल्नु बिगडिले हो हिसाब जमानामा सेलरोडी हामी सुदूरपश्चिमबाट सिधै पश्चिमेली हो नि त हामी त सुदूरपश्चिमेली फेरि सेलरोडी ओहो ल यहाँ चाहिँ मेरो आन्टीले मलाई यहाँ किस गर्नु भइसक्यो ल पखाल्छु